ए अरुण अङ्कलको फोटो खिच्नु पनि थियो माथिबाट खिच्नुपर्छ त यार साइलुङमा हामी साइलुङ यात्रा हो हेलो गुड मर्निङ एभ्रिवान म चाहिँ रेडी हुँदैछु साइलुङ जानुको लागि म चाहिँ मर्निङ पर्सन होइन त्यही भएर मलाई एकदम गाह्रो भयो उठ्नलाई 6:30 मा चाबलमा आइपुग्नु भन्नुभएको थियो बट 6 समथिङ भइसक्यो यहीँ नै तर आई नो यस्तो ट्राभल बसहरूले बिहानै बोलाउँछ अनि जानु चाहिँ ढिला जान्छ भनेर त्यही पनि हामी टोटल 9 जना छौँ घुम्न जानलाई हामी चाहिँ फौजी ग्रुप भनौँ न फौजी कम्पनीको सबैजना साथीहरू मिलेर पैसा उठाएर हामी चाहिँ जान लागेको छु साइलुङ ट्रिप म चाहिँ बस पर्सन पनि हैन है एकदमै बसमा गाह्रो हुन्छ अब चाहिँ त्यो किनेर अब टक्क जाने यस्तो जाडो छ आम्बो कसरी पुग्ने होला जस्तो फिल भइरहेछ यार भमिट चाहिँ नहोस् त्यति हो I'm getting ready. I will be back. Hey, stay tuned. Hello, म चाहिँ रेडी भइसकेँ आउटफिट अफ द डे गाडी एकदम ढिला भइसक्यो मेरो 6:30 बजे भनेको थिएँ यहीँ 6:30 हुनु लाग्यो मैले चाहिँ आज चस्मा सबै थोक बिर्सिसकेछ हामी रेडी चाबल चोकमा फौजी कम्पनीको खेती यहाँ हामी फौजी कम्पनीको It's time for going Sailung. हामी साइलुङ यात्रा हो साइलुङ यात्रा एउटा बोके अहिले किन्नु हुन्छ पानी पानी हुँदैन धेरै चिसोमा मायाहरू त पुरा जायत छ के पाँच खालको बाटो बन्द भएर हामी स्टक भएर बसिरहेछौँ अब हामी जान्छ जान्छ हो नालाको बाटोबाट नाला भनेको हो यति नालाको बाटोबाट जान्छ नगरकोटबाट जान्छ अब हामी वी आर गोइङ मुभिङ अहेड के अरे नगरकोटको बाटो सोनम अँगालोमा नसुतेर एकदम धरापमा छ यहाँ सोनमको कन्डिसन हेर्नुहोस् गाह्रो हुन्छ बिचार It's been 1 hour हामी चाहिँ स्टक भइसकेको छ यहाँ धुलीखेलको केलागारी बाटोतिर ह्याप्पी फ्राइडे भन्छ ब्याड फ्राइडे भयो जस्तो छ है हामीलाई ह्याप्पी फ्राइडे भन्थ्यो हामी अहिले 10 बजीसम्म यहीँ छ धुलीखेलको ओरानमा छैन भोक लागिसक्यो अघि भर्खर खाएको होइन अरे जङ्क कुरा अम्बो कतिखेर पुग्ने होला हामी चाहिँ के भयो भनेर हिँड्दैछौँ हेर्नलाई सोध्नलाई गाडी खुल्यो 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 वी आर अहेड वाओ गाडी खुल्यो गाडी खुल्यो अब चाहिँ गाडी खुल्यो हामी यहाँ स्टक भएर बसिरहेको थियौँ कस्तो अल्छी लाग्दो स्टक यहाँ सुदीप हिरो छ नमस्ते सन्चै हुनुहुन्छ हजुर तपाईको कतासम्म यात्रा होला मेरो सैलुङसम्मको तपाईको हाम्रो नि सेम ल सँगै जाऊ ल ओके गुसिक्यो माथि यो चाहिँ हाम्रो खाना खाने स्पट हामी खाना खाने ठाउँ आइसकेको छौँ खाना खान लग माइला दाईको खाना खाने ठाउँ भन्दा अपोजिटमा हो अहिले चाहिँ यो हाम्रो आदि ग्रुप चाहिँ ऊ पर छ आदि चाहिँ यता छौँ उनीहरूकै हो अब चाहिँ हाम्रो भेज खाना रेडी भइसक्यो लुक एट दिस
खाना साग र अचार छ 3-4 थरी अचारले नै थाल भरेको छ This is our bus अनि हामी चाहिँ हाम्रो होटल चाहिँ यस्तो रहेको छ maybe we can change our hotel let's see पहिला हेरौँ अनि त्यहाँ खाली छ भने त्यही बस्नुहुन्छ पहिला सोधौँ न हामी त उ माथि बस्छु पहिला हेर्ने This is our hotel and let's see room ठिकै छ भने चाहिँ we won't change our room expectation versus reality feel भइरहेछ मलाई चाहिँ होटलले चाहिँ अरु चाहिँ all good it's all good घरको रुम चाहिँ यस्तो रहेको छ हामी त उया माथि भिला पनि हेर्नु जान्ला यहाँ मिलेन भने रुम अलिकति मन परेन हजुर कति जानु हुन्छ केटाहरु 7 जना केटा 6 जना होला सबलाई सोचेको भएर भूत बंगला is coming भूत बंगला is calling us मलाई झन् त्यहाँ तलबाट हेर्दा यो घर चाहिँ नहोस् भने यही घर पर्दैछ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो नो वरिज सबै एकजना मिल्नै परेको भएन ग्रुप शेयरिङ पिपल इट्स ओके तर अब चाहिँ हामी ब्ल्याक टी खान आइसकेको छ बहिनी र म रेडी भएर एकदम चिसो रहेछ है एक्सपेक्टेसन भर्सेस रियालिटी भइसक्यो त्यही पनि प्रिटेन्डिङ टु बी ह्याप्पी when your brother is hungry yes very expensive no problem my sister is here तातो चिया सैलुङको फर्स्ट होटलको चिया खाँदाखेरि एकदम रमाइलो फिल भइरहेछ क्लाइमेट चाहिँ यस्तो रहेको छ बस भित्र पो रहेछ हामी चाहिँ बजार घुम्न आएको के हो त्यो पतञ्जली हो मिठो हुन्छ वाउ ग्रेट वल अफ द ग्रेट वल जाने बाटो यही रहेछ ग्रेट वल चाहिँ यही रहेछ ओहो यहाँ चाहिँ चिया खाएको भएको कि स्वाद पर्थ्यो नि फेरि एकछिन खाने एकछिनमा अहिले खाइहाल्ने ल ओके ब्ल्याक टी मलाई एउटा दुईटा दुध चिया र एउटा ब्ल्याक टी सैलुङको मिनी बजार यस्तो रहेको छ सगरमाथा लुक एट दिस also it is known as mini great wall मिनी ग्रेट वाल म चढ्दैछु White Horse. Look at the view, man. Oh wow. We are moving ahead to Sailung.
लेट्स गो पार्टी नजाने भन्दै थियो फेरि वी आर गोइङ अहेड नजाने भन्दै थियो यो सुदीप राई त आमा के साह्रो ट्राकेन्द्र भुजेल हो के हेलो वेलकम टु सैलुङ खाएको खाइज हो के साह्रो खाएको भर्खर खाकै दिदी ओए यत्रो हिँडेर अनि भोलि फेरि हिँड्नु सकिन्छ म त सक्दिनँ होला बोक्छु भनेर त त्यहाँ बोकेन भने त मैले त भाटा लाउँछु यो एकदम आर्मी वाला हो क्या म हाल्दैन कत्रो ठुलो गोजीले हाल्छ कि भनेर अम्बो हामी चाहिँ सैलुङको लागि माथि गइसक्यो आज नजाने भनेको थियो तर अहिले गइसक्यो I don't know why फ्राइडे चाहिँ यस्तो प्याक हुँदो रहेछ अहिले चाहिँ हामी ग्रेट वाल चढिसकेर माथिल्लो डाँडातिर लाग्दैछौँ 2-3 आवर्स लाग्छ भनेको छ आई डोन्ट नो मलाई त 5 आवर्स लाग्न सक्छ जस्तो लागिरहेछ स्यास्या भइसक्यो म स्यास्या इट्स बिन 5 o'clock अनि हामी चाहिँ अहिले फर्स्ट सैलुङ डाँडामा इन्ट्री भइसकेको छौँ लुक एट द भ्यू अनि ऊ माथि चाहिँ महादेव थान छ यु क्यान सी महादेव थान हामी चाहिँ अझै जानु बाँकी नै छ यहाँ बहिनी र म चाहिँ स्यास्या लागेर बुढी भयो जस्तो छु आऊ है बहिनी अझै अहिले अब यो डाँडा चढ्नु लागेको आऊ आऊ डर के आगे जीते मोन्डे डु उसुले केही देखेको छैन कि यो टोपीले पनि धेरै साथ दिइरहेछ रिङ्गटा चलेर हैरान भइरहेछ बट हार मान्दिनँ स्यास्या भएर मलाई दमको लक्षण देखाएको थियो मलाई दम भयो जस्तो छ हजुर एकदम गाह्रो भयो बट यस्तो मेहनत गरेपछिको आनन्द भनेको चाहिँ छुट्टै हुन्छ है 1 2 3 गो यु क्यान सी अम्बो क्या भ्यू छ यार यो डाँडा काट्नलाई धेरै गाह्रो भयो बट डाँडा पछिको भ्यू फर्स्ट डाँडा सनसेट हेर्न आएको सनसेट चाहिँ भएन एकदम धेरै हुस्सु लागेको भएर अब यस्तै छ जिन्दगानी के गर्नु दर्पण छाया घुम्दैछौ यस्तो चिसो अम्बो हेर्नुहोस् त्यहाँ we are in the top of Sailung. Let's enjoy, be happy always. अनि टाइम दिन सक्नुहुन्छ भने चाहिँ यसो मन्थली हुन्छ कि इयरली हुन्छ साथीभाइहरूसँग घुम्दाखेरि एकदमै रमाइलो हुन्छ है त्यही भएर फ्रस्ट्रेसन डिप्रेसन सबै हरायो चिसोले लाग्यो गाला रातो भयो चिसोले लागिसक्यो ओराला लाग्छु चिसो धेरै चिसो छ चिसो यो अलिकति हाल न अलि गरिदिनु न म खादिन त्यत्रो बेसी अलि चाख्ने मात्रै chill our takwari is ready for chicken त्यो र त्यो सँगै भयो भने चाहिँ म त खादैन फेरि हेलो गुड मर्निङ एभ्रिवान अहिले चाहिँ 4 बजेको छ अब हामी चाहिँ माथि सैलुङ डाँडातिर जानेछौँ एकदमै चिसो छ हामी चाहिँ यहाँ पुरा हिउँ खेल्न गएको जसरी भएर बसिरहेछौँ लेट होप फर द बेस्ट सनराइज है इट्स बिन 5 o'clock 5 बज्यो बट लाइट बिना चाहिँ हामीले केही देखेको छैन सो
भर्खरै दुईटा मात्र सिडी चढिसक्यो we are just trying to run away to look beautiful view I don't know यस्तो छ हालत oh my god look at my beautiful face but I can't see anything त्यो भएर मैले अगाडि के देखेको छैन लड्ला भनेर तनाव परिसक्यो आफ्टर 20-30 minutes को हिँडाइ पछि चाहिँ we can reach here फर्किने बेला you can see it अहिले एकछिनमा राम्रो देख्छ झन् We were so excited कि सैलुङ डाँडा पुग्यो होला भनेर बट होइन रहेछ यही ल आऊ जाउँ Oh my god वाउ घाम लाग्छ जस्तो संकेत देखिरहेछन् बट के भन्छ यो हिउँ पर्न नि सक्छ हामी चाहिँ यहाँ लुङदार झुन्डाउँछौँ यहाँ भाइ छ यहाँ है अलिकति गोरो देखिरहेछ ब्याकग्राउन्ड अलिकति राम्रो भएर हामी गोरो देख्यो यहाँ फोटो खिचिदिनु न दिदी ल खिचिदिन्छु पखाला ए मैले उ त त्यहाँ छोडे ए लेट्स रन वाउ बिहान 4 बजे हिँडेको हामी 4:30 भनौँ 4 त के गफ्दिनु 4:30 मा यो चाहिँ भ्यू टावर एकदम हुसुले मगमगाउँदै भएको छ ओ माय गॉड जुम माथि टावरमा खानी ओहो हेर्नको लागि आइसकेको छौं हेलो एभ्रीवन How is the feeling? It's so great! Oh my god! And this, look at the mountains! Oh my god! Look at the view, man. सोनामले भिडियो खिच्न मान्दैन ओइ धन्न तल नाली भित्र बस्छ So cool! Oh my god, I'm so happy. I'm so happy. पैसा लाग्दैन wow. I'm the view tower माथि चढिसक्यो सुदीप राईले हामीलाई भ्यू टावर ल्याएर छोड्यो घाम आयो घाम देख्छ कि देख्दैन चाहिँ सरी wow so जो अगाडि जा so look at the view आता फ्रोजन भइसक्यो फ्रोजन नमः ओम नमः सूर्य मारी के चंद्रमा में થઈ ગયા Oh my god. Oh, look so के भन्छ orangey. ओबे मलाई डर लाग्यो यार म पक्रिन्छु नि तपाईँ No. You look like orange. Hi.
जति पनि माथि यहीबाट स्क्रिनशट लिनुहुन्छ हैन यहीबाट स्क्रिनशट लिनुहुन्छ पोज गरेर यहीबाट स्क्रिनशट लिनुहुन्छ कस्तो कुल वाउ हेलो वाउ अब तल जाउँ अनि उयो डाँडामा जाउँ न वाउ I'm so excited. Oh, Sudeep. So cool. I love it. Look at the view from Sailung. Oh my god. So cool. जुत्ता जुत्ता त्यही भएर म नढोक्ने हो कि भनेको म यहीँबाट ढोकेँ माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई हामी दौडिन लाग्छ यता हेर है 1 2 3 लड लड्छ जेसुकै हुँदैछ रन एकैचोटिमा लडेन यार लडेन आऊ कुदा कुदा रन 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 मेन कुद्ने भनेको चाहिँ सोनाम र म रहेछ कि अरू त सकेन हौ वाह साह्रो रमाइलो यो ग्रुपमा सबभन्दा स्ट्रङ भनेको सोनाम र म रहेछ हामी दुईजना त लडेन एकैचोटि तल खस्यो है नि कस्तो रमाइलो भयो ल अब हामी चाहिँ उयो ध्वजाहरू छ के भन्छ यसलाई लुङदर झुन्डाउन लागेको अनि यु क्यान सी द ब्युटिफुल भ्यू माउन्टेनको भ्यू ब्याक साइडमा ओ माई गॉड लुक एट द भ्यू ल पिरामिड बनाउनुमा के साह्रो नजान्ने हो म त यो जुनीमा घर बनाउँदैन कि क्या हो
यो के हामी यहाँ सैलुङ भ्यू टावरमा के यो टिकट काट्नै पर्ने जरुरी छ कि यो छैन कि सबैले भनिदिनु होला है 500 लियो यति मेरो 500 हेर्नु निस्केको तर 100 रुपैयाँ लियो 5 वटाको 20 रुपैयाँ पर पर्सन पर्यो यतिकै बस्ने यार कस्तो फिल परे मलाई बादल सरी उडी जाने रहर बोला हाम्रो त सरी कुन गीतमा बनाएको यो चाहिँ तरबाल अरे है बेन्सिनको ओके वी आर डन यो चाहिँ महादेव थान जाने बाटो महादेव गुफा जाने सो हामी आइसक्यौं हर हर महादेव हर हर महादेव हर हर महादेव Om Namah Shivaya, Om Namah Shivaya, Om Namah Shivaya, Om Namah Shivaya, Om Namah Shivaya. घोप्टेर ढोक्दैन हामी घोप्टेर ढोक्दैन क्या हामी तामाङहरूले यो चाहिँ महादेव गुफा हामी आउनु नै ठुलो कुरा हो ओम नमः शिवाय तल चाहिँ मन्दिर छ यो चाहिँ मिनी ग्रेट वाल अब चाहिँ मेरो चार्ज सक्यो स्टे ट्युन बाई बाई थ्याङ्क यू फर वाचिङ सब्सक्राइब माई च्यानल बाई बाई